राम्री भइसक्नु भएको छ। मेरो टाउको दुखेकोमा हेलो एभ्रिवान, स्वागत छ यहाँहरूलाई मेरो नयाँ ब्लगमा। आजको मेरो ब्लग चाहिँ के रहेको छ भन्दाखेरिलाई आज पनि गाउँमा छु म, फेरि पनि बिहे खानु जान लाग्यो। यो चाहिँ थुन्चे अनि यसभित्र चाहिँ यो चाहिँ बहिनीको दोकानको सामान हो। मैले लगिदिँदैछु। यहाँ मुनि छ जाँडको त्यो फक्चा हुन्छ नि, त्यो बोकिरहेको छु। अनि चाहिँ अब यो चाहिँ भन्नुहुन्छ भने चामल होइन, चामल पनि बोक्नुपर्छ। यो चाहिँ फिङ्गर अनि यो चाहिँ रक्सीको बोतल, यति बोकेर चाहिँ हामी बिहे खान जानुपर्ने हुन्छ। ल यो चाहिँ मेरो भारी भयो। हामी फाइनली रेडी। हामी दिदीहरूको घरमा आइपुग्यौँ अहिले। अघि आएको हामी रेडी भएर यहाँनिर हाम्रो यो भारी अनि उहाँ सानी हुनुहुन्छ, राम्री भइसक्नु भएको छ। यता बहिनी खै फुल हेरौँ न, फुल लुक्स हेरौँ न, फुल लुक्स एकचोटि घुमिदेऊ न। मेरो बहिनी राम्रो छ गाइस, राम्रो छ होइन। मेरो पनि फुल लुक्स देखाइदियो ल। हामी जाँदैछौँ। धुलो पो उडेर बिजोक भयो। यहाँनिर हामी चाहिँ आज मेरो भारी अलिक गर्नु छ। हाम्रो गाउँमा बिहे खानु चाहिँ चर्को छ है। को बिहे गरेर आउँदै हुनुहुन्छ एकदम सोचेर आउनु होला। राम्रो छ तर गाह्रो साथसाथै राम्रो पनि छ, रमाइलो पनि छ होइन। बाटो चाहिँ अलिकति अप्ठ्यारो रहेछ। हेलो मामा नमस्कार। यता हेर्नुहोस् न, आज बिहे भइरहेछ। तपाईँलाई कस्तो भइरहेको छ, कस्तो लागिरहेको छ? एकदम रमाइलो छ। हजुर खुसियाली हुनुहुन्छ। अनि भरे नाच्नको माइजू कतिजना भरे पट्टै आइला जस्तो छ? त्यो माइजूको लागि त कुरै न। माइजू चाहिँ आज चाहिँ एकजना चाहिँ लु हेर्नै पर्यो मामा, यसरी हुँदैन अब। तपाईँ माइजूको कुरा गर्नु बित्तिकै उता अर्कै कुरा गर्नुहुन्छ है।